लोकसङ्गीतको क्षेत्रमा पछिल्लो समय चर्चामा रहनुभएका राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल कपिलवस्तु शाखाका अध्यक्ष समेत रहनुभएका मोडल असीम खत्री अभिनीत नयाँ लोक दोहरी गीत मयै लाग्दैन र सार्वजनिक भएको छ। सर्जक श्रीधर अधिकारीको शब्द तथा सृजनामा तयार भएको यस गीतमा चर्चित गायिका शान्तारानी परियार र राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान नेपाल कपिलवस्तु शाखाका सचिव भक्तिराम घिमिरेले आफ्नो सुमधुर स्वर दिनुभएको छ। गीतको म्युजिक भिडियोलाई निकै आकर्षक बनाइएको छ, जसमा जेरी भण्डारीको निर्देशन तथा कोरियोग्राफी रहेको छ। भिडियोमा मोडल असीम खत्री र अभिनेत्री गीता ढुङ्गानाको जीवन्त अभिनय देख्न सकिन्छ। गीतका सर्जक तथा कलाकारहरूले सम्पूर्ण सङ्गीत प्रेमी दर्शक तथा श्रोताहरूलाई असीम छेत्री युट्युब च्यानलमा गई गीत हेरेर सुनेर आफ्नो अमूल्य माया, साथ र हौसला स्वरूप लाइक, कमेन्ट र सेयर गरिदिनुहुन हार्दिक अनुरोध गर्नुभएको छ। नेपाली लोक संस्कृतिको प्रवर्धनमा यो कोसी ढुङ्गा साबित हुने विश्वास लिइएको छ।